हेलो एभ्रिवान है वेलकम टु माई भ्लग यो चाहिँ भोलि हाम्रो वेलकम प्रोग्राम हुन गइरहेको छ अनि त्यसको चाहिँ यो चाहिँ बिहाइन्ड द सिन होइन अब आज फर्स्टली अब भोलि वेलकम प्रोग्राम छ आज रातभरि डान्स प्र्याक्टिस हानेर अब भोलि पर्फर्मेन्स दिनु छ होइन यहाँ चाहिँ हाम्रो है निखिल खटेर राजदरबार है सुदन काफले यता क्यामेराको पछाडि शिवम सारे हेरिरहेको छ है र भोलि हाम्रो के छ भन्दाखेरि यो के भन्छ यसलाई फेयरवेल छ कि दुईटा दाइहरूलाई भोलि चाहिँ अब यो कलेजबाट लात हालेर लखेट्ने दिन अब यस्तै हुन्छ नि होइन snap okay this is the camera like मलाई snap गर्नु पर्यो है हाम्रो कस्तो डान्स हुन्छ भन्दाखेरि फ्री स्टाइल गर्न पाउँछौ कि स्टाइल हो नि तर अलिक स्टेप तर अगाडिको 2-3 स्टेप चाहिँ यो हुन पर्यो त्यसपछि फ्री स्टाइल जस्तो कि हेर त त्यो 1 2 3 पनि हाम्रो सिक्वेन्स हेर वाटी कमिङ भन्छ नि त्यसपछि तिम्रो त वाटी कमिङमा आउँछ है वाटी कमिङमा आउँछ कसरी जम्प गर्ने भन कसरी जम्प गर्ने कि त्यही छैन त्यही गरे पनि म त ओके हो यस्तो ट्याक्टिक गर हामीलाई ट्याक्टिक केटाहरुले पछाडिबाट ठेल्दिन्छ वाटी कमिङ भनेर तिमी खेल्ने हैन म जस्तो कि हेर जस्तो कि भाइहरु बिस्तारै त्यसलाई यसले खेल्दिन्छ वाटी है ल त्यसो हेर यस्तो हेर राजु भने हेर यही मात्र छ है टाउको हात हेर टुनु छ है 1 2 3 हेर 1 2 3 टुनु छ है त्यसपछि टुनु गर्दियो सुरुमा यो गर्दियो यो हातवाला भयो यो हातवालाको बिट बुझ्यो नि तिमीले त्यसपछि आए अनि यो हलिन पर्यो सुरुमा यो चाहिन्छ कि यो मोबाइलमा चाहिँ गीत मिलाएर ल्याउनु पर्यो गर्न सकिन्छ बाबु सुरुमा बाबु यो अगाडि फाल्ने हो यो पछाडी छ अगाडि फाल्ने अहिले उ भएन अहिले गीत के छ यो गीत चाहिँ हैन है तीनचोटी बिराउनको ल्यापटप चाहिन्छ मलाई यो हल्लाउने सुरुमा यो हल्लाउने ठिक छ भयो ल सुरुदेखि गएर त अहिले खेलेदेखि अनिक दाइ अनिक दाइ कम्पोज केमा क्यापकटमा गरेको जेमा गर्दा पनि हुन्छ अडियोको सिधै पाउँछ कि अडियो ट्रिक्स हो के भन्ने यो चाहिँ कतै गर्नु भएको हैन म अब ग्राफिक्स गरिहाल्छु नि 10 मिनेट ल भइहाल्यो नि अहिले सिक्नलाई चाहिँ गाह्रो भयो के ल रातो यो स्टेप ए निकै नडा मार्के ओ लिदा यो गीत नि हाल्नु पर्छ यो चाहिँ आशिषको लागि ओ यो हेर रातो गए यो गरा बजाउन न निक दाइ ए यो पनि छ यो पनि छ पार्टी कमी ल स्टार्टिङ देखि है त ल स्टार्टिङ राख्दै ल राचोले पछाडि ल सुन्न ल है स्यान्डी यो इन्ट्री पोइन्ट है यो अडियो आउने कुन यहाँदेखि यो डाइलग आइरहेछ नि यो डाइलग पनि हुन्छ निक्दै ओ निक्दै ओ ल सुरु ओ यो बारे यहाँदेखि सुरु है सुरु हो मुखिता नाच्नु पर्छ हजुर दाइ यो इन्ट्री पोइन्ट हो र डाइलग सकेपछि हाम्रो इन्ट्री हो यो डाइलग सकिन आँट्यो नि हो ट्याक्कै सानो डाइलग छ डाइलग सकिएपछि छोड्ने हजुर कहाँ जानुहुन्छ ओली आडी मलाई खेल्नु पर्यो Papi coming!
हो ऱ्यान्डम हान्न पायो कि यसमा त यो बिटमा ऱ्यान्डम हान्न पायो होइन त्यो सुरुमा यो धेरै हुँदा ग्याङमा रमाइलो हुन्छ क्या ल माइसे ल राजा भाइ ल तिमी बाहिर पछाडि अनि दुईजना आउनु पर्यो लिसन लिसन हान्न चाहिँ तिमी पनि हाल है एकजना मात्रै रमाइलो अघि सिकाएकै खेलेपछि रोकिने भनेको छ खेल आइहाल है तिमी नेडु भन्छ त्यसपछि खेल्ने हो क्या तिमीहरूले आफै थाहा पाउँछौ कि पढ गर्छ कि अडिअडी सुन नि आउँछ अडिअडी आयो कुरा छ ल हो अडिअडी सुन है अब ड्यान्सर हो र ढिलो त पऱ्यो नि यार यार भएन कि यार ल राजा तिमीले गरौँ है त सिकाउनु यो गीतले काट्दिउँ ल अर्को राम्रो गीत लगाउनु पर्यो च्यान्डी भाइ पहिले तिमी एउटा राम्रो केटी कोरियोग्राफर ल्याऊ केटी नै चाहिँदो रहेछ यार कोरियोग्राफरमा त यार ल मेरो हेर एकचोटि है ल है एकचोटि हेर्नु ल ढकाल्ने पछाडि बस्छ म आफै ल अलि नजिक बाबु एकछिन भिडियोमा आउनु पर्यो रुक छोड्दै त भिडियो ल तिमी छेउमा हुन्छ है केटाहरू अहिले अर्को गर्नु कस्तो गर्दै गर्नु यहाँ फेरि अर्को छ नाचेको अर्को छ त्यहाँ स्टेप के छ हामीलाई यस्तो भन्नु ढकाल र आएर ए यो भनेको यो गर न यो गर्दा के भयो अनि त्यस्तो यस्तो एक त्यो भनेको दुईटै एउटै हुनु पर्यो कि त्यो डान्स चाहिँ ल राजु हेर फ्रिस्टाइल अब होइन सुरुमा हजुर देखाउँछ फेरि अहिले अर्को गर्छ कि ल सुन मेरै गर अब यो फिक्स हो डान्स है यो है सुरुमा यहाँ आएर पहिला एकछिन हजुरले गर्नु बुढाहरूलाई हेरेको जस्तो गर पहिला हजुरले ल त्यो गीतभन्दा अगाडि पक म गीतभन्दा अगाडि एउटा गर्छु ल खेलेर आयो नि सुन खेलेरमा आयो नि केटाहरू हुन्छ हामीले लगायत आजको नाचिरहेको छौ किन हो भोलिकोमा आउँछ है नाचिरहेको छौ जस्तो गर्नु हिरो जस्तो गर्नु हिरो हो नि त तिमी थलपति विजय हो कि हेर एउटा बिट सक्यो ब्याट्री आजलाई तिनी गर्दिने अनि एउटा बिट त्यो तिमीले यस्तो यस्तो गरेर सकिन्छ त्यसपछि अर्को बिट आउने बित्तिकै